हेलो गाइज वेलकम ब्याक माई युट्युब च्यानल। मेरो च्यानलमा तपाईँहरूलाई धेरै धेरै स्वागत छ। आज धेरै पछि म आज भिडियो बनाउन गइरहेको छु गाइज। त्यही हो, आज चाहिँ फेरि न्यू कन्टेन्ट सर्ट भिडियो लिएर आएको छु गाइज। त्यही हो, तपाईँहरूले सपोर्ट दिनु होला गाइज, त्यही भन्न चाहन्छु। अब त्यही हो, आजको चाहिँ हाम्रो 4 जनाको ग्रुप छ। आज 4 जनाको ग्रुपमा आज ब्रोइलरको मासु पकाएर 9 केजीको ब्रोइलरको मासु 2टा लिएको। त्यही भएर गाइज चाहिँ नै आज मेरो न्यू कन्टेन्ट लिएर आएको छु। तपाईँहरूले हेरिदिनु पर्ने हुन्छ गाइज, त्यही देखाउने छु। ओके चलो भाई देखो अब मैं क्या कर। यो गाइज त्यही हो चाहिँ हाम्रो यो मसलाहरू हेर्न सक्नुहुन्छ। सर यता चाहिँ हाम्रो ब्रोइलरको मासु 9 केजी गाइज। हो भाइ सब यहाँ चाहिँ हाम्रो पकाउने हो गाइज। भाडो पनि कत्रो के हाम्मा दामी छ गाइज। मसाला नहीं खाना और डोगरी दाल पाते उनका मुट्ठी दाल पाते गाइज दिशा नाम है पाक का चला आए गए हमने जाना थी कोई मसाला माय गॉड अब यो है ल गाइस गाइस अब पक्का वाइन यो चाहिँ प्याज चाहिँ गाइस देनु काउन जे है ना उनले को मारे ना लाम अरे मात्र kita kini kita kini bukan apa सबको माथि नसिरी और बाहर तो क्या है यहाँ काकाले चाहिँ यहाँ अब यो ब्रोइलरको मासु तयार गर्दै हुनुहुन्छ। यहाँदेखि 9 केजीकै बढी होइन गाइस। यता यस्तो छ काका यता यस्तो चाहिँ हुनुहुन्छ काका चाहिँ। रिसा ल वाओ माय गॉड ओ माय गॉड बोला त्यो चाहिँ मसला jadi gimana? Mau jalan enggak?
ओ माई गड गाइस अब चाहिँ राम्रो मिठो बनियो है सक्यो गाइस अब हाम्रो यो राइस अहिले खाँदाखेरि सो गाइस अब त्यही हो धेरै पछि आज भिडियो बनाएँ न्यू कन्टेन्ट लिएर आएँ गाइस त्यही हो तपाईँहरूले मन पराउनु नपराउनु तपाईँहरूकोमा छ अब त्यही हो अब तपाईँहरूलाई यत्तिकैमा बिदा गर्न चाहन्छु हस्त धन्यवाद